हेलो हेलो, आज चाहिँ म र मेरो साथी जाँदैछौँ बादलपारीको देशमा। बादलपारीको देश जानको लागि चाहिँ मैले मेरो साथीको बाइक मेरो घरबाट निकालेँ। त्यसपछि हामी लाग्यौँ काठमाडौँको भ्यू हेर्दै टोखातर्फ। मलाई चाहिँ बच्चादेखि नै घोडाहरूको सवारी हेर्न एकदमै मनपर्छ। घोडाको सवारी हेर्दै हामी लाग्यौँ नुवाकोटको सिमानादेखि नै हामीलाई मौसमले एकदमै धेरै स्वागत गरिरहेको थियो। बादलहरू पनि एकदमै राम्रोसँग कुरा गरिरहेका थिए। म र मेरो साथी हिँड्दै थियौँ। बाटोमा जाँदा जाँदा हामीले देख्यौँ कि यति राम्रो बादलहरूको बस्ती त त्यो पारी पो रहेछ। बादलको बस्ती हेरिसके पछाडि हामी फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ। बाटोमा हेर्दै जाने यो दृश्यहरूले हजुरहरूलाई पनि एकदमै मनमोहक बनायो होला। मलाई पनि एकदमै धेरै बनाएको थियो। मेरो साथी एकदमै धेरै इन्जोय गर्दै राइड गरिरहेको छ। उसले चाहिँ अफ रोडमा राइड गर्दिनँ भनेको भएर म चाहिँ मेरो अर्को साथीको बाइकमा बसेको थिएँ। हामी चाहिँ लाग्यौँ फेरि बादल हेर्दै 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 बादलपारीको देशमा। बादलपारीको देश जानलाई यति सजिलो त कहाँ थियो र। हामीले टेन्ट पनि बोकेका थियौँ किनकि हामीलाई माथि गएर कपडा चेन्ज गरी फोटोसुट गराउनु थियो। टेन्ट बोक्ने भाग चाहिँ अफरोड लागेपछि मेरो साथीको थियो। मेरो साथीलाई अफरोडमा मैले तान्न नसकेपछि उसलाई मैले टेन्ट बोकेर तिमी हिँड भने। पछि हामी हिँड्दै जाँदा यस्तो राम्रो झरनामा पुग्यौँ। यो झरनामा फोटो खिच्ने त मन थियो, तर हामीलाई बादलपारीको देशमा पुग्नलाई अझै टाइम लाग्ने थियो। उसले मलाई चुत्रो फलेको रहेछ हेर न भनेर देखाउँदै थियो। बाटोमा चाहिँ एकदमै धेरै जङ्गली फलफुलहरू थिए। मेरो साथीले आफूले भिडियो बनाइदिन्छु भनेर मेरो क्यामेरा हाइज्याक गर्नुभयो। त्यस पछाडि ल भनेर म पनि अफरोड हान्न लागेँ। मैले चाहिँ ड्युक बाइकको फर्स्ट एक्सपिरियन्स गरेको भएर अफरोडमा मलाई चलाउन अलि गाह्रो भएको थियो। हजुरहरू पनि बादलपारीको देशमा जाँदै हुनुहुन्छ भने चाहिँ म हजुरहरूलाई डट बाइक नै प्रिफर गर्छु, किनभने कम्फर्टेबल रोडको हिसाबले चलाउन सकिन्छ। ड्युक बाइकमा चाहिँ मलाई एकदमै धेरै अप्ठ्यारो भएकोले मलाई अफरोड क्रस गर्नलाई अलि धेरै गाह्रो भएको थियो। तर यो गाह्रोलाई अप्ठ्यारो नमानिकन म आफ्नो गन्तव्यतर्फ एकदमै मजाले अघि बढिरहेको थिएँ। हेर्नुहोस् त, म त आइपुगेँ नि बादलपारीको देशमा। मेरो जन्मस्थल पनि पहाडमै भएको हुनाले मलाई बादलहरूसँग गफ गर्न एकदमै धेरै मनपर्छ। म जस्तै मेरो साथीलाई पनि बादलहरूसँग गफ गर्न एकदमै धेरै मनपर्ने रहेछ। त्यसैले हामी पुग्ने बित्तिकै एकछिन त एकदमै मजाले बस्यौँ। त्यस पछाडि हाम्रो टेन्ट लगाएर यस्तो राम्रो राम्रो फोटोसुटहरू गऱ्यौँ। यदि हजुरहरू पनि बादलपारीको देशमा गएर यसरी मजाले फोटोसुट गर्न चाहनुहुन्छ भने यो मनसुन चाहिँ हजुरहरूको लागि एकदमै बेस्ट रहनेछ। मैले त यो मनसुनलाई इन्जोय गर्दै मेरो फोटोसुटहरू सकाइसकेको छु। अब पालो हजुरहरूको।